त्यो दिन आकाश अचानक रातो भयो अनि सबै कुरा बदलियो। र सुरु गरौँ अनन्त साधकको यात्रा। अनन्त साधक एपिसोड 1। आर्यवर्तको उत्तर पूर्वी भूभागमा पहाड र घना वनले घेरिएको एउटा पुरानो नगर थियो, जनकगढ। यो नगर अहिले साधारण देखिन्थ्यो, तर पुराना ग्रन्थहरूमा यसलाई साधकहरूको विश्राम भूमि भनिएको थियो। नगरको बाहिरी किनारामा जङ्गलसँग जोडिएको एउटा सानो माटोको घर थियो। त्यहाँ बिहान सबेरै धुवाँ उठिरहेको हुन्थ्यो र घर अगाडि एउटा वृद्ध मानिस जडीबुटी सुकाउँदै थिए। उहाँ थिए आर्यवीरका हजुरबुवा, शान्त स्वभाव तर आँखामा गहिरो अनुभवको छाया। त्यही घरको ढोकाबाट एउटा किशोर बाहिर निस्कियो। आर्यवीर। उसको उमेर 17 वर्षको आसपास थियो। उसले साधारण लुगा लगाएको थियो, तर शरीर सन्तुलित र चाल सजग थियो। आर्यवीरले सानो उमेरदेखि यही वृद्धसँग हुर्किएका थिए। उसले आफ्नो आमा बुवालाई कहिले देखेका थिएनन्। धेरै पटक उसले सोध्ने गर्थे, हजुर बुवा, मेरो बुबा कस्ता हुनुहुन्थे? वृद्ध केही क्षण मौन बस्ने गर्थे अनि बिस्तारै भन्थे, तिम्रो बाबु साधारण मानिस थिएनन्। आर्यवीरको आँखामा चमक आउँथ्यो। उहाँ महान योद्धा थिए, आफ्नै कुलका प्रमुख र उच्च स्तरका साधक। उहाँले धेरै उच्च तारा स्तर प्राप्त गरिसक्नु भएको थियो। आर्यवीर फेरि सोध्थ्यो, त्यसो भए उहाँ कहाँ हुनुहुन्छ बुवा? वृद्ध हल्का मुस्कुराउँथे, तर आँखामा थोरै पीडा देखिन्थ्यो। समय आउँदा तिमी आफै थाहा पाउनेछौ बाबु, भनेर हजुरबुवाले उत्तर दिनुभयो। यो उत्तर आर्यवीरले सयौं पटक सुनेका थिए, तर प्रत्येक पटक मनमा नयाँ प्रश्न जन्मिन्थ्यो। आज पनि हजुरबुवाले उसलाई जङ्गल पठाए। जडीबुटी ल्याऊ, तर ध्यान राख, आज हावा फरक छ। आर्यवीरले सोध्यो, फरक? वृद्धले आँखा बन्द गरे, गहिरो सास लिए। ऊर्जा भारी छ, जस्तो कि पुरानो शक्ति जाग्दैछ। आर्यवीरले पूर्ण रूपमा नबुझे पनि शिर हल्लायो र जङ्गलतर्फ हिँड्यो।